एक्सपेन्सिभ डिआइवाई फेल। सो यो डिआइवाई किन फेल भयो स्टोरी सुन्नु है त। सो हामीले चाहिँ धेरै डिआइवाई गरिरहेको थियो अनि त्यसपछि गएर चाहिँ फ्लोर पनि गर्न थियो बिकज हामीलाई त्यो अरेन्ज येलो कलर फ्लोरको मन परिरहेको थिएन एन्ड देन हामीले चाहिँ कन्ट्र्याक्टर बोलाउने अनि उनीहरूलाई गराउने भनेर सोचिरहेको थियो तर मेरो हस्बेन्ड चाहिँ एकदमै कन्फिडेन्ट के भयो भन्दाखेरि चाहिँ यहाँ हामीले आफै गर्न सक्छौँ भनेर उसले धेरै युट्युब भिडियोहरू हेरिरहेको थियो एन्ड देन हि थट लाइक वी क्यान डु इट आवर त्यसैले चाहिँ हामीले चाहिँ इक्विपमेन्ट ल्यायौँ हायर गरेर अनि त्यसपछि रेन्ट गरेर अनि डिफ्रेन्ट ग्रिट अफ स्यान्ड पेपर त्यो मटेरियल्सहरू पनि ल्यायो अनि यो चाहिँ अलिक महँगो नै हुने रहेछ। त्यसपछि हामीले चाहिँ घोट्न स्टार्ट गऱ्यौँ घोट्यो अनि यो सेतो सेतो चाहिँ देखिरहेछ अनि देन वी थट लाइक ए काम भइरहेको रहेछ हामीले नि गर्न सक्दो रहेछ भनेर दङ्ग पऱ्यौँ। तर यो धुलोले त हाम्रो आँखामा धुलो मात्रै फाले रहेछ किनभने चाहिँ भित्र त केही नभइरह्यो भने जस्ताको तस्तै घरभरि धुलो मात्रै। त्यसपछि चाहिँ हामीले चाहिँ फेरि स्यान्डिङ गर्नु पर्यो तर यसपालि चाहिँ हामीले प्रोफेसनल नै हायर गऱ्यौँ अनि प्रोफेसनल रातभरि खोजेर नेक्स्ट डे बोलाएर गर्न लगायौँ अनि उनीहरूको यस्तो खतरा मेसिन हुने रहेछ अनि वान स्वाइपमै निकालिदियो। यो चाहिँ डायमन्ड कोटिङ भन्ने हुने रहेछ फ्लोरमा जुन चाहिँ निकाल्न अलिक गाह्रो हुन्छ त्यसैले आई विल रेकमेन्ड टु हायर प्रोफेसनल्स इफ यु आर थिङ्किङ अफ डुइङ द फ्लोर। र अर्को प्रब्लम के आयो भन्दाखेरि चाहिँ यो फ्लोर हामीले रेड ओक भन्ठानेको तर व्हाइट ओक रहेछ। अब फेरि के गर्नु पर्यो स्टेन पनि गर्नु पर्यो अनि स्टेन चुज गऱ्यौँ स्टेन चुज गर्दा पनि कम त झन्झट भएन अनि एक्स्ट्रा कस्ट पनि लाग्यो। त्यसपछि जे होस् उनीहरूले पोलियुथ्रिन लायो अनि यो चाहिँ एन्ड अफ डे वानमा यस्तो देखियो। त्यसपछि सेकेन्ड डेमा चाहिँ उनीहरू फेरि आएर सेकेन्ड राउन्ड अफ स्यान्डिङ गर्यो अनि स्यान्डिङ गरिसकेपछि दे क्लिन्ड अप एभ्रिथिङ विथ अ भ्याक्युम अनि प्रिपेयर्ड फर द फाइनल कोट अफ पोलियुथ्रिन अनि यसरी सुरुमा एजमा चाहिँ हातले लाउने रहेछ त्यसपछि बाँकी एरियाजमा चाहिँ यसरी स्वाइप गर्दो रहेछ एन्ड इट वाज सो सेटिस्फाइङ टु वाच यो पोलियुथ्रिन लगाएको पार्ट चाहिँ। अनि हामी एकअर्काको मुख हेर्दै बसिरहेको थियो कि लाइक यो कुनै हालतमा पनि हामीले आफै गर्न सक्थेन है भनेर। जे होस् इट वाज अ गुड लेसन लर्न्ड र एट द एन्ड अफ द डे हाम्रो फ्लोर यस्तो देख्यो वी रियली लाइक्ड इट। अब आफै गर्न सके त झनै राम्रो हुन्थ्यो तर इफ यु आर थिङ्किङ अफ डुइङ द फ्लोर्स यो केसमा चाहिँ प्लिज हायर अ प्रोफेसनल एन्ड लर्न फ्रम आवर मिस्टेक्स। थ्याङ्क यू सो मच फर वाचिङ।